3, 2, 1, go! गाइस वेलकम टु माई कुनै ब्लग हजुरलाई मेरो ब्लगमा स्वागत छ। आज चाहिँ म अब हल्का प्युटानतिर आएको छु। अब प्युटानमा मम्मी घर आएको छु। अब काम गर्न गइरहेको छु। अब ट्र्याक्टर जान छु। अब यहाँ कोदालो छ। अब हामी चाहिँ काम गर्न लाग्यो। हाम्रो कामबाट चाहिँ हामी जान लागिसक्यो। अब हामी चाहिँ यता चाहिँ हामी दाइ एउटा गएको छ। हेरौँ आई होप कस्तो हुन्छ आज काम, हजुरले हेर्नै सक्नुहुन्छ है गाइस। यो चाहिँ प्युठान है, हजुरहरू कहाँबाट हेर्दै हुनुहुन्छ कमेन्ट गर्नु होला। उहाँ चाहिँ दाइ यहाँ आउँदै हुनुहुन्छ। यस्तै छ हामी पहाडहरूको, अब यस्तै त अनि हजुरलाई के कस्तो लाग्छ अगाडि हिँड्नु सक्नुभएको छ ट्र्याक्टर लाएर। अब हामी चाहिँ यस्तो हुँदै यहाँ चाहिँ म किम्बु खान लाग्यो। यस्तो धेरै भयो त्यो बाटोमा जाँदा जाँदा हल्का किम्बुको बोडी, तर यहाँ किम्बु जस्तो छ क्या। एनिवेज म त्यस्तो आज ब्लग बनाऊँ भनेर निस्केको है। खेतमा काम गर्न गइरहेको छु। कस्तो लाग्छ हेरिदिनु होला। कस्तो काला छ यार। मैले चाहिँ माछा मार्न लाग्छ नि के गर्न लाग्छ नि। हाम्रो फेरि खेत टाढै छ के, मम्मीमा हिँडिराख्न सक्छु अगाडि लिडर बोर्डमा। ल गाइस हामी चाहिँ अब त्यहाँ खेततिर जानलाई हामी चाहिँ अब खेत गर्नु पर्यो हुन्छ। यता आउनुपर्छ त्यहाँ अरू के तपाईँ ठुलो भाउ त्यस्तो दामी छ है। हामी अब काम गर्नतिर लाग्यो। म पनि काम गर्न गइरहेको छु ट्र्याक्टर लाएर। काम गर्न आइसक्यो। अब हल्का नास्ता खान्छु म चाहिँ। नास्ता चौचो नास्ता चौचो खान्छु। ठुलो मम्मी काम गरेर थाकेर पानी खान लाउनु चाहिँ बिचरा बहुत काम गर्नु जाम। ठुलो मम्मीले पानी खानु थकान मेटाउनु भएको छ। हाम्रो दाइ यहाँ बस्नु भएको चाहिँ दाइ फाइनली हाम्रो काम सकियो। अब हामी घरतिर लाग्नुपर्छ। ठुलो मम्मीमा बस्नु भएको छ है। ट्याक्क हामी लाग्नुपर्छ अब घरतिर।
भरे आइपिएल छ, आइपिएल हेर्नुपर्छ। ल गाइज हाम्रो ब्लग कस्तो लाग्छ हजुरलाई हेरिदिनु होला। ल गाइज हामी चाहिँ अब घरतिर लाग्नुपर्छ ट्याक्क लाएर यसरी। अब हामी त यस्तै हेर्नु गाउँले जीवन हो हाम्रो। ब्लग बनाएर पनि यस्तो छु, यस्तो ट्याक्क घुम्नु परेर चाहिँ यस्तै ब्लग काम साथ ब्लग पनि हामीले बनाइरहेको छौँ। हजुरलाई कस्तो लाग्छ है। अब घरतिर हाम्रो यात्रा हुन्छ। साँझको 5 पनि बजिसक्यो, 2 बजी आएको दिउँसो। पछाडिको चाहिँ यो चाहिँ भ्यू हो प्युठान। यहाँ फेरि रोपाइ अब सुरु हुन लाग्छ प्युठानमा हाम्रो।